आयो है साथीहरू। घर सिमरादेखिको भ्लग यो नानीको बिहानको सुरुवात चाहिँ नुहाएर भयो। अनि दिनभरि खेलिन्, आमासँग बसेर आमाले मकै केलाएको देखेर केलाइन्। अनि मक्ख परेर धेरै खुसी भएर आमासँग ऊ घर जाँदा त धेरै खुसी हुन्छन् क्या। गाई बस्तु यताउति हुन्छ नि त, ऊ मक्ख पर्छिन् तल माथि गरेर खुसी भएर साथीहरूसँग खेल्ने के गर्ने, घरि माथि जाने, घरि तल झर्ने, दिनभरिको कामै यही हुन्छ। अब हेर्न साथीहरूसँग खेल्ने, बच्चाहरूले फेरि यति माया गर्छन् कि नानीलाई होइन, धेरै माया गर्ने के। बोकेर लिएर हिँड्ने, जे भन्यो त्यही मान्ने। अब कहिलेकाहीँ गएको भएर मात्रै पनि होला होइन, धेरै माया गर्ने। ऊ फेरि जोसँग पनि मान्ने, गोलमेल हुने, खेल्ने, बुढाबुढीलाई पिट्दैनन्, माया गर्छिन्। अनि त्यही भएर नि होला बच्चाहरूले पनि धेरै माया गर्ने। यसरी खेलाएको देखेर मलाई कति खुसी लाग्यो। अनि मैले यो भिडियो खिचेर राखेको क्या, मेमोरीको लागि हुन्छ नि भनेर। कति खुसी भएर खेल्छन्, हेर्नु न यहाँ कति खुसी भएर खेल्छन् नानी बाबुहरू। अनि दिनभरि त्यसरी उब्रेपछि बेलुका खाना खाने बेलामा न्यु खोजेर यसरी उभि निदाएर बल्ल बल्ल उठाएर खाना खुवाएर अनि मेरो दिनको अन्त भयो यसरी। ल बाई साथीहरू, मैले जानेको नजानेको भ्लग त बनाएको छु। हजुरहरूलाई मन पर्यो भने, काहीँ कमी कमजोरी भयो भने चाहिँ कमेन्ट गर्नुहोला। अनि सबैजनाले आफ्नो माया देखाउन लागि लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोला। बाई।